आज म यो जंगल भित्र एउटा सिक्रेट अन्डरग्राउन्ड रुम बनाउने छु। यो अन्डरग्राउन्ड रुमलाई बनाउँदा कस्तो कस्तो च्यालेन्ज फेस गरेको थिएँ र बनाइसकेपछि कसैले यहाँ एक्सेप्ट गर्न सक्दैन। म अब भित्र गएर हेराउँछु, हेरेर हुन्छु। गाइज आज म बनाउँछु यस जङ्गलभित्र सिक्रेट अन्डरग्राउन्ड रुम। यस्तो रुम बनाउँछु कि यस रुमलाई कसले पनि खोज्न नसकोस्। मलाई पहिला सेलेक्सन गर्नु पर्यो कुन ठाउँमा म बनाउँछु अन्डरग्राउन्ड हाउस। चारैतिर होइन यो झाडी के छ, यस झाडीले त्यसैले म अगाडि बनाउँदिनँ, यहीँ बनाउँछु। यहाँ एकदम अलि सफा छ। अनि मसँग होइन एउटा सफल छ खोज्नको लागि, अनि एउटा काती छ। यस कातीले म दाउरालाई काटेर माथि दिनेवाला छु, अनि यस सफलले म खन्नेवाला छु। अब गाइस मैले अहिले भर्खर नै खोज्न थालेँ, सेप पनि दिँदैछु अहिले। तर यो खोज्न एकदम गाह्रो छ। यो सबैतिर रुखहरूको जड तल छ माटो मुनि, त्यसैले गर्दा खोज्न अलिक गाह्रो भइरहेछ। यो अहिले यति खोजिरहेको छु, अब धेरै खोज्न बाँकी छ। यो गाइस यहाँ जरहरू कति छ यार, मैले धेरै काटिसकेँ तर पनि अझै धेरै छ। मलाई अलिक ठुलो बनाउनु पर्यो होइन साइजलाई, अनि अलिक गहिरो बनाउँछु अनि कम्प्लिट हुन्छ। अनि फेरि इम्पोर्टेन्ट चिज बाँकी नै हुन्छ, त्यो चाहिँ माथि कभर गर्नुपर्छ पत्ताले, अनि के घाँसफुस जे हुन्छ। फाइनली गाइस मैले खनिसकेँ अन्डरग्राउन्ड हाउसलाई। मैले होइन यति मात्र खोजेँ, साइज म अझै बढाउन आँटेको थिएँ कि, तर मैले किन बनाइनँ थाहा छ? यहाँ धेरै छ क्या, त्यो जडाहरू एकदम धेरै छ, त्यसैले हार्ड रहेछ बनाउन। यतिमै भइहाल्छ होइन, यतिमै पनि बस्न सकिन्छ मान्छे होइन, त्यसैले मैले बनाइनँ। अब मलाई यो माथि लकडी दिएर अनि पत्ता दिनु पर्यो, अनि कम्प्लिट भइहाल्छ। अब मलाई होइन पत्ता खोज्नु पर्यो, कहाँ छ पत्ताहरू। पहिला लकडी काट्छु, लकडी काटेर अनि पत्ता दिन्छु। फाइनली गाइस मैले अन्डरग्राउन्ड हाउस बनाइसकेँ जङ्गलमा। यी यस्तो हेरिरहेछ, कम्प्लिट पुरै भयो होइन। कस्तो दामी हेरिँदैछ होइन, कसैले सोचेको पनि हुँदैन यो अन्डरग्राउन्ड हाउस छ भनेर। अब म यस भित्र म गएर हेराउँछु कस्तो बनेछ होइन। यस भित्र देखाउने वाला छु कस्तो छ।
यहाँ होइन एन्ट्रेन्स हो, यो एन्ट्रेन्स जाने बाटो घरको यसरी जाने हो होइन। यसरी गएर पसेर यसरी पस्नु पर्यो अनि गाइस म पहिला भित्रको हेराउँदैछु भित्रको एरिया कस्तो छ होइन। यी भित्रको एरिया सेफ्टी पुरा छ एकदम, कसैले पनि थाहा पाउँदैन भित्र के छ भनेर। म अब भित्र गएर हेराउँछु कस्तो हेरिरहेको छ, कस्तो सेफ भइरहेको छ कि छैन। यसरी जाने भित्र, यसरी जाने यसरी अनि आरामले यसरी अन्डरग्राउन्ड हाउसमा बस्ने, यसरी बस्ने गाइज। म माथि पनि यहाँ होइन पत्ताहरू दिन सक्छु कसैले नहेरोस् भनेर। अहिले म दिदिनँ, गर्मी पुरा छ एकदम, हावा पनि अहिले आइरहेको छैन, अलिकति पनि हावा आइरहेको छैन, नत्र फेरि म हार्ट एट्याक हुन्छु। हेर्नु कति यहाँ झसेछु म एकदम, पसिना र पसिना पुरै भिजेछ एकदम। यी यस्तो छ भित्रबाट होइन, मेरो खुट्टा यसरी राखेको छु म अनि यसरी सुत्नु पर्यो अन्डरग्राउन्ड हाउसमा होइन। अनि म सुतेर पनि एकचोटि हेराउँदैछु अब ल, यसरी गाइस यसरी सुत्नु पर्यो होइन। अनि माथिदेखि चाहिँ यसरी पत्ता दिनु पर्यो। ओ क्यामराम्यान पत्ता दिइहाल्छ त, हेराइहाल्ने है। माथि दिँदैछ यसरी, यी गाइस म तलबाट प्याक भएँ पुरै। यसरी नै बस्नु पर्यो यो अन्डरग्राउन्ड हाउसमा, कोही पनि होइन तपाईँहरूलाई खोज्न सक्दैन। यो एउटा यस्तो चिज हो कि सिक्रेट हाउस जस्तै हो यो, जस्तो आर्मीहरूले बस्छ नि त्यसरी नै बस्ने यो हो। अहिले त एकदम होइन गर्मीमा बस्न सक्दैन, पुरा एकदम गर्मी हुन्छ, जाडोमाथि मजाले बस्न सकिन्छ यो यस्तो सानो हाउसमा। यी यस्तो हेरिरहेको छ माथिबाट होइन, यसरी पुरै कभर भइरहेको छ अनि मान्छेलाई चाहिँ यसरी बस्नु पर्यो। लगाइट अब म बाहिर निस्किन्छु, मेरो पसिना पुरै बढी भयो ल। गाइस आजको भिडियोलाई यति नै, मैले फरेस्टमा अन्डरग्राउन्ड हाउस बनाएर कम्प्लिट गरिसक्छु, तपाईँहरूले हेर्नुभयो। आजको भिडियोमा यति नै, म मिल्छु नेक्स्ट भिडियोमा। यो भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस् होइन। अनि म कस्तो टाइपको भिडियो बनाऊँ सजेस्ट दिनुहोस्। अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस्, भिडियोलाई लाइक गरिदिनुहोस्। म मिल्छु नेक्स्ट भिडियोमा, बाई, जय नेपाल।